सबैजनालाई मेरो नमस्कार। यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्नुहोला। आज मैले नेपाल स्टक एक्सचेन्जको नेप्सीको टेक्निकल एनालाइसिस गर्न गइरहेको छु। विकलीलाई आधार मानेर नेप्सीको चार्ट एनालाइसिस गर्दाखेरि अघिल्लो हप्ता बुलिश इन्गल्फिङ क्यान्डल बनेको छ र त्यो भन्दा माथि यो हप्ता ओढिएको छ। यदि मार्केट 2663 बाट तल झर्यो भने 2584 बिन्दुसम्म आउन सक्ने सम्भावना छ र त्यहाँ चाहिँ ठुलो डिमान्ड जोन रहेको छ है। धेरै ठुलो डिमान्ड छ यसमा। यहाँभन्दा तल झर्न सक्ने त एकदमै कम सम्भावना छ र ठुलै समस्या पर्यो भने मात्रै यहाँभन्दा तल झर्छ, नत्र माथि तल झर्दैन, माथि नै जाने जस्तो देखिन्छ। विकलीलाई लिएर हेर्दाखेरि अचानक तल झर्यो र त्यहाँबाट सप्लाई आयो भने 2480 नै हो। 2480 भन्दा तल नझर्ला, किनभने मार्केट अहिले साइडवेजमा छ र विकलीलाई हेर्दाखेरि एक किसिमले नन ट्रेडिङ जोनमा पनि छ। हामीले 2584 लाई स्टप लस राखेर पनि केही ट्रेड लिन सक्छौँ, तर यो भिडियोलाई आधार मानेर बाइ सेल गर्ने काम नगर्नुहोला, किनकि नेप्सी एकतिर दगुरेको हुन्छ, स्टक अर्कोतिर दगुरेको हुन्छ है। त्यसकारण स्टकलाई चाहिँ विशेष ख्याल गर्नुहोला। आफ्नो स्टक के छ त्यसलाई ख्याल गरेर काम गर्नुहोला। अहिले खास ट्रेडिङ जोनमा छैन, नन ट्रेडिङ जोनमै छ। नेप्सी साइडवेजमा छ। यस्तो बेलामा वेट एन्ड वाच नै हो। खास एग्रेसिभ बाई गर्न पनि मिल्दैन र नेप्सीले सेल गर भनेको पनि छैन। यदि बाई आउँदै गयो भने सप्लाई आउने ठाउँ भनेको 2819 मा सप्लाई छ। त्यहाँ ठुलै सप्लाई छ। त्यहाँसम्म पनि पुग्छ कि पुग्दैन भन्ने एकदम कन्फ्युजिङ सिचुएसनमा छ हेर्दाखेरि। र यदि बिग डिमान्ड आएर 2819 को सप्लाईलाई पनि खाइदियो भने नेप्सी पुग्छ 3031 सम्म पुग्न सक्छ। 3031 मा त म्याक्सिमम सप्लाई आउँछ, भए जतिको सप्लाई आउँछ। सबका स्टक सबले फाल्न सक्छन्। त्यतिखेर चाहिँ ख्याल गर्नु होला। यो मैले बनाएको भिडियो नयाँ र जो चाहिँ सिक्दै हुनुहुन्छ उहाँलाई असाध्यै फाइदा हुन्छ। पुरानाले त धेरै जानिसक्नु भएको हुन्छ र गर्न पनि जान्नुभएको छ। कसरी प्रफिट गर्ने, कसरी चाहिँ स्टप लस गर्ने, त्यस्ता कुराहरू पुरानालाई सबै थाहा हुन्छ। फसिने भनेकै नयाँ हो। नयाँले त सकेसम्म बाइ सेलै गर्न हुन्न। यस्तो मार्केटमा, सेकेन्डरी मार्केटमा हात राख्नै हुन्न। मेरो सल्लाह सुझाव माग्ने भने मैले दिने सल्लाह सुझाव भनेको त्यही नै हो। सेकेन्डरी मार्केटमा हात राख्दाखेरि एकदमै ख्याल गरेर हात राख्नुपर्छ। मैले यसरी हजुरको अघि नेपाल स्टक एक्सचेन्जको विकली टेक्निकल एनालाइसिस गर्न पाएँ र हजुरहरूलाई भन्न पाएँ, त्यसको लागि मलाई असाध्यै खुसी लागेको छ। अहिलेलाई म यहाँबाट बिदा माग्छु। हस्त, धन्यवाद, नमस्कार।